आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन् यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने 1 वर्षमा होइन यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। 26 खर्ब वैदेशिक ऋण भयो, त्यसका लागि व्यवस्था चाहिएको छ। अहिले पनि यो देशमा अहिले कर्मचारी नेता र यिनीहरूको सांसद यहाँका मुख्यमन्त्री मन्त्री पाल्दा पाल्दै साना राजा छोटा राजा महाराजाहरू पाल्दा पाल्दै यो देशमा 1 वर्षमा 15 खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो जोगाउनका लागि यो व्यवस्था यिनीहरूलाई चाहिएको छ। माननीय सभामा यो व्यवस्था जनतालाई चाहिएको होइन। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमित यही संसदभित्र भएका केही व्यक्तिले चुनेको। यदि दम हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि